आमा पछि मेरी दिदी साह्रै झल्को आउँछ ए आमा पछि मेरी दिदी साह्रै झल्को आउँछ तिम्रो बोली सुनेपछि रुन मन लाउँछ रुँदै रुँदै कतै दुःख पर्यो भनी भाइ सम्झिन थाल्छु ए कतै दुःख पर्यो भनी भाइ सम्झिन थाल्छु तिमीले किन्दा कुर्ता लाएर रुँदै टिकटकाल्छु रुँदै रुँदै गाउँमा बत्ती छैन क्या हो फोन लागेन किन ए गाउँमा बत्ती छैन क्या हो फोन लागेन किन बाआमासँग बोलेको भयो धेरै दिन रुँदै रुँदै भने जस्तो कहाँ हुन्छ र गाउँघरको बस्ती ए भने जस्तो कहाँ हुन्छ र गाउँघरको बस्ती पावर हाउस नै बगायो रे फोन गरेको थिएँ अस्ति रुँदै रुँदै बाथलिए दमको रोगले आमा रक्तचापले ए बाथलिए दमको रोगले आमा रक्तचापले हामीलाई पनि पोल्छ होला पिर्दिएको पापले रुँदै रुँदै ए उधै उधै लागे म त परदेश रुँदै रुँदै आफ्नै मान्छे स्वार्थी हुन्छन् भर परम र कसमा ए आफ्नै मान्छे स्वार्थी हुन्छन् भर परम र कसमा बाको दबाई सक्या रहेछ पठाइदिएछु बसमा रुँदै रुँदै ए उधै उधै म कसरी बसुला रुँदै रुँदै परदेशीलाई गाउँकै झल्को आउँछ जाति विधि ए परदेशीलाई गाउँकै झल्को आउँछ जाति विधि आज पनि पीडा पोख्न फोन गरे है दिदी रुँदै रुँदै ए उधै उधै मकमा त परदेश रुँदै रुँदै परदेशीलाई गाउँकै झल्को आउँछ जाति विधि आज पनि पीडा पोख्न फोन गरे है दिदी रुँदै रुँदै ए उधै उधै मकमा परदेश रुँदै रुँदै ए उधै उधै लागे म त परदेश रुँदै
सुखै सुख भइदिए त हुन्थ्यो कति जाति ए सुख सुख भइदिए त हुन्थ्यो कति जाति दुःख रहेछ जिन्दगीमा आखिर अन्तिम साथी रुँदै रुँदै ए हुँदै हुँदै म कसरी बसु र रुँदै रुँदै सुखै सुख भइदिए त हुन्थ्यो कति जाति दुःख रहेछ आखिरीमा अन्तिम जीवन साथी रुँदै रुँदै ए हुँदै हुँदै म कसरी बसुला रुँदै रुँदै ए हुँदै हुँदै म कसरी बसुला रुँदै रुँदै आमा पछि मेरी दिदी साह्रै झल्को आउँछ ए आमा पछि मेरी दिदी साह्रै झल्को आउँछ तिम्रो बोली सुनेपछि रुन मन लाउँछ रुँदै रुँदै ए हुँदै हुँदै म कस्तो परदेश रुँदै रुँदै आमा पछि मेरी दिदी साह्रै झल्को आउँछ तिम्रो बोली सुनेपछि रुन मन लाउँछ रुँदै रुँदै ए हुँदै हुँदै लागे म त परदेश रुँदै रुँदै ए हुँदै हुँदै लागे म त परदेश रुँदै रुँदै कतै दुःख पर्यो भनी भाइ सम्झिन थाल्छु ए कतै दुःख पर्यो भनी भाइ सम्झिन थाल्छु तिमीले किन्दा कुर्ता लाएर रुँदै टिकटक हाल्छु रुँदै रुँदै ए हुँदै हुँदै म कसरी बसुला रुँदै रुँदै कतै दुःख पर्यो भनी भाइ सम्झिन थाल्छु तिमीले किन्दा कुर्ता लाएर रुँदै टिकटक हाल्छु रुँदै रुँदै ए हुँदै हुँदै म कसरी बसुला रुँदै रुँदै ए हुँदै हुँदै म कसरी बसुला रुँदै रुँदै तिमीले जस्तै आमाले नि मान्छिन् साह्रै पिर ए तिमीले जस्तै आमाले नि मान्छिन् साह्रै पिर गाकी छौ कि छैनौ दिदी अचेल माइततिर रुँदै रुँदै ए हुँदै हुँदै लागे म त परदेश रुँदै रुँदै तिमीले जस्तै आमाले नि मान्छिन् साह्रै पिर गाकी छौ कि छैनौ दिदी अचेल माइततिर रुँदै रुँदै ए हुँदै हुँदै लागे म त परदेश रुँदै रुँदै ए हुँदै हुँदै लागे म त परदेश रुँदै रुँदै माइती घर नि टाढा
मेरो दाइ भाइ पनि टाढा ए माइती घर नि टाढा मेरो दाइ भाइ पनि टाढा घरकाले नि हेप्दा रहेछन् नभएसी आडा रुँदै रुँदै ए उदै उदै म कसरी बसुला रुँदै रुँदै माइती घर नि टाढा मेरो दाइ भाइ पनि टाढा घरकाले नि हेप्दा रहेछन् नभएसी आडा रुँदै रुँदै ए उदै उदै म कसरी बसुला रुँदै रुँदै ए उदै उदै म कसरी बसुला रुँदै रुँदै हे सानैदेखि परदेशियो दिदी तिम्रो भाइ त ए सानैदेखि परदेशियो दिदी तिम्रो भाइ त भिनाजुलाई फकाएर जाऊ है दिदी माइत रुँदै रुँदै ए उदै उदै म कसरी देश रुँदै रुँदै सानैदेखि परदेशियो दिदी तिम्रो भाइ त भिनाजुलाई फकाएर जाऊ है दिदी माइत रुँदै रुँदै ए उदै उदै म परदेश रुँदै रुँदै ए उदै उदै लागे म त परदेश रुँदै रुँदै आफ्नो घर छोडी छोडी गए पराई घर ए आफ्नो घर छोडी छोडी गए पराई घर बाबु तिमीले भने जस्तो कहाँ सजिलो छ र रुँदै रुँदै ए उदै उदै म कसरी बसुला रुँदै रुँदै आफ्नो घर छोडी छोडी गई पराई घर बाबु तिमीले भने जस्तो कहाँ सजिलो छ र उदै उदै ए उदै उदै म कसरी बसुला रुँदै रुँदै ए उदै उदै म कसरी बसुला रुँदै रुँदै हे थाहा छ दिदी पराई घरमा हुन्न भने जस्तो ए थाहा छ दिदी पराई घरमा हुन्न भने जस्तो बाआमाले मान्नी हुन् कि पराई बने जस्तो रुँदै रुँदै ए उदै उदै म त परदेश रुँदै रुँदै थाहा छ दिदी पराई घरमा हुन्न भने जस्तो बाआमाले मान्नी हुन् कि पराई भने जस्तो रुँदै रुँदै ए उदै उदै लागे म त परदेश रुँदै रुँदै ए उदै उदै लागे म त परदेश रुँदै रुँदै एक्लै भन्नु पर्ने रहेछ दुख्दा पनि
ए एक्लै हैया भन्नु पर्ने रहेछ दुख्दा पनि माइती घरकै झल्को आउँछ कुकुर भुक्दा पनि रुँदै रुँदै ए हुँदै हुँदै म कसरी बसुला रुँदै रुँदै एक्लै हैया भन्नु पर्ने रहेछ दुख्दा पनि माइती घरकै झल्को आउँछ कुकुर भुक्दा पनि रुँदै रुँदै ए हुँदै हुँदै म कसरी बसुला रुँदै रुँदै ए हुँदै हुँदै म कसरी बसुला रुँदै रुँदै गाउँमा बत्ती छैन क्या हो फोन लागेन किन ए गाउँमा बत्ती छैन क्या हो फोन लागेन किन बाआमासँग बोलेको भयो धेरै दिन रुँदै रुँदै ए हुँदै हुँदै मगमा त परदेश रुँदै रुँदै गाउँमा बत्ती छैन क्या हो फोन लागेन किन बाबामासँग बोलेको भयो धेरै दिन रुँदै रुँदै ए हुँदै हुँदै कसरी रुँदै रुँदै ए हुँदै हुँदै लागे म त परदेश रुँदै रुँदै भने जस्तो कहाँ हुन्छ र गाउँघरको बस्ती ए भने जस्तो कहाँ हुन्छ र गाउँघरको बस्ती पावर हाउस नै बगायो रे फोन गरेको थिएँ अस्ति रुँदै रुँदै ए हुँदै हुँदै म कसरी बसुला रुँदै रुँदै भने जस्तो कहाँ हुन्छ र गाउँघरको बस्ती पावर हाउस नै बगायो रे फोन गरेको थिएँ अस्ति रुँदै रुँदै हुँदै हुँदै म कसरी बसुला रुँदै रुँदै ए हुँदै हुँदै म कसरी बसुला रुँदै रुँदै भ्याउँछौ दिदी मेला पाता भ्याउँछौ घरको धन्दा ए भ्याउँछौ दिदी मेला पाता भ्याउँछौ घरको धन्दा परदेशमा नि दुःख रहेछ गाउँघरमा भन्दा रुँदै रुँदै ए हुँदै हुँदै लागे म त परदेश रुँदै रुँदै भ्याउँछौ दिदी मेला पाता भ्याउँछौ घरको धन्दा परदेशमा नि दुःख रहेछ गाउँघरको भन्दा रुँदै रुँदै ए हुँदै हुँदै लागे म त परदेश रुँदै रुँदै ए हुँदै हुँदै लागे म त परदेश रुँदै रुँदै कहिले कसो फोन गर्छौ र रुँदै पीडा खोल्ने ए कहिले कसो फोन गर्छौ र रुँदै पीडा
खोल्ने परदेशमा त छैनन् होला कोही नि हाँस्ने बोल्ने रुँदै रुँदै उदै उदै म कसरी बसुला रुँदै रुँदै कहिले कसो फोन गर्छौ र रुँदै पीडा खोल्ने परदेशमा त छैनन् होला कोही नि हाँस्ने बोल्ने रुँदै रुँदै उदै उदै म कसरी बसुला रुँदै रुँदै उदै उदै म कसरी बसुला रुँदै रुँदै हे कसैले नि पत्तो पाउन्न यो मन एक्लो भएको कसैले नि पत्तो पाउन्न यो मन एक्लो भएको परदेशैमा साथी हुन्छन् कुन्नी कहाँको कहाँको रुँदै रुँदै उदै उदै अघिमा त परदेश रुँदै रुँदै कसैले नि पत्तो पाउन्न यो मन एक्लै भएको परदेशैमा साथी हुन्छन् कुन्नी कहाँको कहाँको रुँदै रुँदै उदै उदै अघिमा त परदेश रुँदै रुँदै उदै उदै लागेमा त परदेश रुँदै कति प्यारो भन्छ बाबु गाउँमा बसेपछि कति प्यारो भन्छ बाबु गाउँमा बसेपछि गाउँकै मान्छे स्वार्थी बन्छ सहर पसेपछि रुँदै रुँदै उदै उदै म कसरी बसुला रुँदै रुँदै कति प्यारो भन्छ बाबु गाउँमा बसेपछि गाउँकै मान्छे स्वार्थी बन्छ सहर पसेपछि रुँदै रुँदै उदै उदै म कसरी बसुला रुँदै रुँदै उदै उदै म कसरी बसुला रुँदै रुँदै के भा होला एक्लो छोरो नभएसी घरमै के भा होला एक्लो छोरो नभएसी घरमै बाबा आमा बाँच्या होलान् ओखतीको भरमै रुँदै रुँदै उदै उदै लागे म त परदेश रुँदै रुँदै के होला एक्लो छोरो नभएसी घरमै बाबा आमा भाँच्या होलान् ओखतीको भरमै रुँदै रुँदै उदै उदै लागे म त परदेश रुँदै रुँदै उदै उदै लागे म त परदेश रुँदै रुँदै आफ्नै मान्छे स्वार्थी हुन्छन् भर परम्रा कसमा आफ्नै मान्छे स्वार्थी हुन्छन् भर परम्रा कसमा
बाको दबाई सकिया रहेछ पठाइदिएछु बसमा रुँदै रुँदै ए हुँदै हुँदै म कसरी बसुला रुँदै रुँदै आफ्नै मान्छे स्वार्थी हुन्छन् परपराम्रा कसमा बाको दबाई सकिया रहेछ पठाइदिएछु बसमा रुँदै रुँदै ए हुँदै हुँदै म कसरी बसुला रुँदै रुँदै ए हुँदै हुँदै म कसरी बसुला रुँदै रुँदै बाथलिए दमको रोगले आमा रक्त चापले बाथलिए दमको रोगले आमा रक्त चापले हामीलाई पनि पोल्छ होला पिर्दिएको पापले रुँदै रुँदै ए उँदै उँदै लागे म त परदेश रुँदै रुँदै बाथलिए दमको रोगले आमा रक्त चापले हामीलाई पनि पोल्छ होला पिर्दिएको पापले रुँदै रुँदै ए उँदै उँदै लागे म त परदेश रुँदै रुँदै ए उँदै उँदै लागे म त परदेश रुँदै फोनमा दुःख पोख्दै थिएँ यसै मना फाटो फोनमा दुःख पोख्दै थिएँ यसै मना फाटो मेरो भाइको साउ आएछ बोल्दा बोल्दै काटो रुँदै रुँदै ए उँदै उँदै म कसरी बसुला रुँदै रुँदै फोनमा दुःख पोख्दै थिएँ यसै मना